हेलो गाइस, के छ खबर? कुन्चे हुनुहुन्छ? आज चाहिँ म मासुको अचार बनाउने तयारीमा छु। मासु फ्राई हुँदैछ। सुरुमा तार्ने अनि त्यसपछि अब त्यसपछिको रेसिपी पछि हेर्नु होला, हेर्दै जानु होला। अहिले चाहिँ मासु फ्राई हुनु गन्ध मान्यो। यता बस्छ यता। यो मासुको अचारको लागि के अरे प्याज अनि टमाटर रेडी भइसकेको छ। अब चाहिँ म यहाँ तेलमा तार्छु, तारेर फेरि पिस्छु, पिसेर पनि फेरि तार्छु, पिसेर तार्छु। पिसेर पनि फेरि तार्छु। चाहिँ तार्नुपर्छ अनि मात्र मिठो। अनि केही महिनासम्म राखेर खानालाई चाहिँ अनि राम्रो हुन्छ अरे के बिग्रिँदैन। बेसार कम हुँदैन? अदुवा र लसुन के हो? प्याजको पेस्ट भयो। अनि त्यसपछि यो
मैले यसमा अदुवा झ्याउ लाग्यो कि अदुवा र लसुनको अनि त्यसपछि हरियो खुर्सानी बेसार हालेर गरेँ। अब चाहिँ म यहाँ उसको हाल्छु जिरा धनिया पाउडर यो अझै अलग अलग छ नि त 1 किलो। यो चाहिँ जिराको जिरा 2 किलो छ कि। अनि त्यसपछि जीरा पाउडर, धनिया पाउडर, खुर्सानी, गइगो खोर्सानी। यो प्रक्रिया धेरै लामो झ्याउ लागेको मलाई त। अलि पिरो बनाइदिन्छु। सबै निदाइसक्यो, हामी यो मात्र गराएर बसेछौँ। अनि अब उ हाल्नु मात्र बाँकी छ, नुन। नुन चाहिँ किन थोरै हाल्छु भने मैले मासुमा पनि नुन मलेको थिएँ कि, त्यही भएर अलिक कम हालेँ। अलि हाल्छु। टमाटरको र प्याजको पेस्ट हालेँ। यो 1 किलो लागि हाल्छ, कम हुन्छ क्या। यो चाहिँ सुकुटी के मासु राखेँ। चलाइदिउँ। कस्तो भयो कलर, कस्तो देख्छ खै। अनि त्यसपछि सबै मैले मसलाहरू घरकै बजारको मसला पिसेको केही पनि हालेको छैन है। हजुरहरू पनि ट्राई गर्नु एकचोटि। मस्त भयो, हेर्दा पनि खाउँ जस्तो, तर म के गर्नु, म खाँदिनँ यो। भटमास पनि हाल्छ है। भटमास हाल्दाखेरि कडेम खान राम्रो लाग्छ। यो पनि रेडी भयो। यसरी भटमास हालेको चाहिँ राम्रो लाग्छ कि मलाई चाहिँ, त्यही भएर। तर म खाने होइन, अरूको लागि हो। मासुको अचारको रेसिपीहरू मन परेछ भने लाइक गर्नु होला। अनि फेरि थप केही मैले कमी कमजोरी गरेछ भने पनि कमेन्ट गर्नु।